आजको छुट्टीमा चाहिँ हामी यो पोखरीमा पानी सुकाएर माछा मार्न आएका छौँ। हाम्रो पोखरी यस्तो गोलोकारको छ। अब हामी जाँदैछौँ। अब हामी पानी सुकाउन लागिरहेछौँ। त्यहाँनिर पानीको मुहान यताबाट हो। यस्तरी पानी बिस्तारै बिस्तारै सुकिरहेछ। पानीको लेभल कम गइरहेछ, घट्दै गइरहेछ। अब पानी बिल्कुलै सुक्यो। अब हामी माछा त पाएन तर घुगी टिप्न लागिरहेछौँ। अब घुगी माने सी फुड। आज सी फुड भन्छ दरिलो। यति आयो, यति पक्रियो अहिलेसम्म घुगी। अब धुनुपर्छ, धुएर साफ गर्नुपर्छ। साफ भयो, अब पकाउने हो। पाकिसक्यो, अब टेस्ट गर्ने। क्या मिठो दामी छ। चाख्नु त। वाउ, हामी यो चाहिँ थारूको स्टाइलको कुवा हो।